Hello and welcome my new vlog. So हामी पुग्यौँ गणेश मान चोक अनि वेटमा छौँ हामी बसको पर्सि आउनु न त पर्सि त सर अनि हामी छौँ गणेश मान चोक बसको वेटिङमा छौँ अनि एकदम रमाइलो हुन्छ भन्ने आशाका साथ हामी बिहान 2:30 बजे उठेर रेडी भएर 3 बजे हामी गणेश मान चोकमा छौँ ओके लेट्स सी कस्तो हुन्छ ब्लग So हामी on the way छौँ कहाँ छ we don't know हल्ला एकदम बवाल छ हैन स्पिड चाहिँ पाइयो हैन अरु भन्दा पनि नत्र त उभिएर जानु पर्ने खासमा हाम्रो कन्ट्याक्ट थियो उभिएर जानु फाइनली हामीले पायौँ सिट फाइनली पुग्यौँ हामी दाङ धारापानी भन्ने ठाउँमा यहाँ चाहिँ यति भिडभाड छ बिहानै करिब 9 बजे हैन 9 बजे तर पनि यति भिड छ अब पुरै छोड्दै यो हाम्रो हिरा असित सर अनि गाडी चाहिँ उता छ अनि हामी चाहिँ यहाँ भ्लग बनाउँदैछौँ भ्लग नयाँ सब्स्क्राइबरहरु हेलो भनियाला के भन्नु मन लाग्यो नयाँ सब्स्क्राइबर बनाउँदैछु म खासमा अरु त राम्रो छ कहाँदेखि आएको तिम्रो केटा हो तुलसीपुर स्कुलदेखि ल ओके ल सब्स्क्राइब चाहिँ गरिदिनु होला युट्युबको नाम ल भने त रमेश खत्री ब्लग टपमा आउँछ टपमा ओके हाम्रो हिरो सर हिरा कस्तो लागिरहेछ हाम्रो राम्रो भइरहेछ म दाङ अहिले भिडभाड देखेर रमाइलो भइरहेछ शनिबार भएर हो शनिबार भएको कारणले मान्छे आज भिडभाड बढी चलफल भएको छ एकदम रमाइलो पुरै भन्नै पर्दैन मनैदेखि रमाइलो भएको छ एकदम खुसी छु अरु एकदम खुसी जस पहिलो पटक यसो अनुभव लिन पाइयो हैन एकदम अनुभव गर्न पाइन्छ होला अब यो हाम्रो धारापानीको सुन्दर नगरी हामी छौँ धारापानी मन्दिरको गेटैमा यो धारापानीको गेट अनि हाम्रो भिजिट हुँदैछ अब हाम्रो ठ्याक्कै धारापानी नजिकै यहाँ चाहिँ हामी अहिले 108 वटा चाहिँ धाराहरू हेरेर हामी यहाँबाट जाँदैछौँ माथि फेरि शिवलिङ्गहरू 108 शिवलिङ्ग छ फेरि त माथि अनि त्यसपछि त्योभन्दा माथि पनि फेरि एउटा त्रिशूल छ सबभन्दा ठुलो खै 108 फिट त नभनौँ त्यो सायद कति मलाई ठ्याक्कै याद छैन तर एउटा खतरनाक त्यहाँ चाहिँ एउटा शिवलिङ्ग छ जो चाहिँ तपाईँहरूलाई म देखाउने नै छु अहिले एकैछिनमा ओके सेछौँ हामी चाहिँ अब यहाँ थुप्रै मार्दैछौँ सर पनि आउँदै हुनुहुन्छ त पछाडिबाट बस्नु हाम्रो चाहिँ एकदम रमाइलो भइरहेछ अहिलेसम्म अनि कहीँ पनि लास्टभन्दा लास्ट लागिसक्यो हामी चाहिँ यो भिडियो चाहिँ सिडीमा राखेर गरिरहेको छौँ अनि यताउता दौडिरहेको छौँ बताएपछि अनि रिस्क पनि धेरै छ त्यो भएर यो भिडियो धेरै चाहिँ हामी सुट गर्दैनौँ अनि हामी भिड गर्दैछौँ तर थकाइ लागेर हामी बिच बाटोमै भिडियो बनाउँदैछौँ माथि त्रिशूल पुग्ने लक्ष्य लिएर हामी यहाँबाट स्टेप बाई स्टेप चढ्दैछौँ अनि रमाइलो पनि एकदम बवाल भइरहेछ तर sometimes some issues will be created by ourselves हैन यहाँ चाहिँ कुनै चाहिँ सानो भिडियोहरू चाहिँ त्यहाँ पुग्न नमिल्ने किसिमको भिडियोहरू चाहिँ काटेर हाल्ने भन्ने कुराहरू पनि आइरहेछ हैन त्यसको लागि वी आर रेडी हामी त्यस्तो त्यो यदि कसैलाई नकारात्मक असर पर्छ भने त्यस्तो भिडियो हामी हाल्दैनौँ अभियसली पनि हाल्दैनौँ अनि हामी अहिले कहाँ छौँ म हजुरलाई देखाइदिन्छु एकैछिनमा लेट्स सी ढुङ्गे धारामा हामी आफ्नै पारामा हामी अहिले ठ्याक्कै यो पाण्डेश्वर मन्दिरमा छौँ अनि हामी जाँदैछौँ माथि त्रिशूल भगवती ठाउँमा यहाँबाट देखाउन मिल्दैन तर म तपाईँहरूलाई एकैछिनमा त्रिशूल भगवती जाँदैछौँ अनि साँच्चीकै सोचे भन्दा रमाइलो भइरहेको छ अनि रमाइलो पनि अझै हुनेछ अझै एकदम हामी सबैलाई छोडेर आएको छौँ तर के हुन्छ एकजना आएको पार सबैलाई छोडेर सो फाइनली हामी पुग्यौँ धारापानीको मेन तीर्थस्थल मन्दिर सबभन्दा ठुलो कति मिटर कति हाइट के थाहा छैन केही पनि त्यो हेर्नुपर्छ एकैछिनमा तर हामी त्योभन्दा पनि एकदमै इम्पोर्टेन्ट ठाउँमा जाँदैछौँ यहाँदेखि यहाँ माथि म तपाईँलाई देखाउँदैछु यो माथि डाँडामा म अलरेडी गइसकेको छु त्यो भएर म जाँदैछु यहाँ सायद कोही पनि जानुहुन्न यहाँ र जानुभएको पनि छैन सो म देखाउँदैछु एकैछिनमा है त
फाइनल्ली हामी चाहिँ यहाँ चटक घुमेर अनि एउटा चाहिँ स्कुलबाट पिकनिक पनि आउनुभएको रहेछ अनि उहाँहरूसँग यति धेरै स्टुडेन्ट आउनुभएको छ होइन रमाइलो पनि भयो हाम्रो प्रसिद्ध सरले जब फोटो पनि खिच्नुभयो उहाँहरूसँग अनि हामी चाहिँ सबै भिजिट गरेर सकाएर हामी यहाँनिर एउटा चाहिँ मन्दिर रहेछ त्यो मन्दिरनिर चाहिँ छौँ ओके त्यसै कस्तो हुन्छ अनि यो मन्दिर चाहिँ ठ्याक्कै यहाँनिर छ सरस्वती माताको मन्दिर जस्तो देखिन्छ होइन तर ठ्याक्कै हामीलाई भन्न त अथवा यो हो भनेर भन्न अलिक गाह्रो भइरहेछ होइन होइन गुरु सरस्वती माताको मन्दिर त हो नि यहाँ चाहिँ हामी तपाईँहरूलाई सरस्वती माताको मन्दिर देखाउँदैछौँ अनि अघि चाहिँ म अलिकति कन्फ्युज भएको थिएँ बिकज अफ त्यही त हो कन्फ्युजन के भन्न सकेको अनि तपाईँलाई म त्यो भिड देखाउँदैछु एकैछिनमा है यो हो यो स्टुडेन्टहरूको भिड ल ल कहाँदेखि आएको कुरा तिमीहरू कहाँदेखि आएको कुन ठाउँ डुङ्ग्रास भने कुन ठाउँ हो ल एकैचोटि म हेलो भन ल सबैजना ल ओके बाई बाई गरेर ओके ओके हामी तपाईँहरूलाई झरना देखाउँदैछौँ झरना सँगसँगै गाली खाइन्थ्यो होला है ओके सी यहाँ चाहिँ अलिकति म ठ्याक्कै पहिला चाहिँ यो वेबाट गएको थिएँ होइन यतातिर खासै त्यति डेभलप भइसकेको थिएन सायद यो आर्टिफिसियल पनि हुनसक्छ ट्याक्कै माथि देखिन सक्छ है यो चाहिँ झर्ना आएको यहाँ चाहिँ भिडभाडै छ हाम्रो प्रसिद्ध सर चाहिँ गइहाल्नु हामी फाइनली पुग्यौँ झरना नामै थाहा छैन तर म तपाईँलाई देखाउनेछु मेरो जस्ट ब्याक साइडमा भएको झरना एकदम बबाल छ हाम्रो गुरु चाहिँ माथि चढ्न थालिसक्नु भयो है यहाँ यो गेटबाट गयो भने सुनकोट खड्गदेवी मन्दिर भन्ने रहेछ देवी मन्दिर अब हामी यहाँ त जानेवाला छैन किनभने हामी टोटली थाकिसक्यो अब यहाँबाट हामी फर्किँदैछौँ नेक्स्ट वे हुँदै अघि हामी आएको अर्को वेबाट हो अब जाँदैछौँ नेक्स्ट वेबाट तपाईँहरूलाई म देखाउँदैछु ओके सी यो हो हामी जाँदै गरेको वे अनि अर्को एउटा मन्दिर पनि छ यता सायद त्यो मन्दिर भन्दा पनि त्यहाँ चाहिँ यो मन्दिर बनाउँदा चाहिँ कसले भनौँ न डोनेट गर्यो त्यो नेम लिस्टहरू चाहिँ एकदम धेरै छ अब त्यो म देखाउन सक्दिनँ ओके अरू हामी मिल्थे हे अभी कुकिङ साइडमा खुट्टा यति दुखिसक्यो फ्ल्याट भइसक्यो हामी फ्ल्याट होइन फ्ल्याटै भइसक्यो हामी नास्ता खानवाला आएको छौँ होइन हामी नो इन्भेस्टमेन्टवाला फेरि हामी इन्भेस्टमेन्ट यताबाट हुँदैछ कति तिमी पैसा यहाँ अर्को इन्भेस्टर सेकेन्ड इन्भेस्टर थर्ड इन्भेस्टर नो यु आर सेकेन्ड इन्भेस्टर फर्स्ट इन्भेस्टर एन्ड थर्ड इन्भेस्टर म चाहिँ के भन्छु त्यसलाई एक्सपोज गर्ने मान्छे कसले के गर्दैछ भनेर एक्सपोज गरिरहेको छु नास्ता चाहिँ आउँदैछ ब्लगको थ्रुबाट एक्सपोज गर्दैछु अब के खाने के गर्ने सब उहाँहरूले हेर्नुहुन्छ मलाई खासै चिन्ता छैन सो हामी चाहिँ अहिले यो धारापानीको नजिकै रहेको दह भन्छ ताल भन्छ कसैले केही भन्छ तर हामी यो भिजिट गर्दैछौँ यो साइडबाट अनि तपाईँहरूलाई म एउटा ब्युटिफुल भ्यू देखाइदिइरहेको छु पनि देखिन्छ यो मेरो ब्याकग्राउन्डमा यो सबै यहाँको ताल हो अनि यो यदि तपाईँ यहाँ आउँदै हुनुहुन्छ भने नछुटाउनु होला हेर्नलाई एकदमै यस्तो पिसफुल छ अब कुनै छोडिदिउँ होइन नेपालगञ्जदेखि तल कोलपुर गएर सुतैया ताल हेर्नु भन्दा पनि ठुलो होला सायद यो है सुतैया ताल भन्दा पनि ठुलो छ एकदम बबाल छ र डोन्ट फर्गेट टु डु सब्सक्राइब लाइक शेयर एन्ड कमेन्ट इन माई भिडियो हेलो सर